हेलो सबैजनालाई हाम्रो चाहिँ सानो पिकनिकमा स्वागत छ। हामी चाहिँ यात्राको क्रममा चाहिँ भोक लागिसकेपछि चाहिँ हामी चाहिँ हातमा सिप भएको मान्छे, हतियार पनि भएको मान्छे च्याट्टै खोलामा गइयो, माछा मार्यो, चाउचाउ किन्ने गएछ, ट्याक्कै चाउचाउ खाइयो, आगो बालेर ट्याक्कै पकाएर प्लेटमा हालेर अनि चाहिँ हामी चाहिँ स्याप पारेर चाहिँ गर्ने कुरा भएको छ। छिन्छ अब हामी ज्याट्ट यसलाई चाहिँ तेल छैन त्यसकै तेल निकालेर त्यहीमा फ्राई हान्ने भन्ने कुरा भइरहेछ। च्याट्ट तेल निकालेर त्यहीमा फ्राई हानेर त्यसपछि चाहिँ ह्याप्स हान्ने हो गाइज है। डाल्ने बर्खामा चाहिँ अलि त्यो हुने रहेछ किन हालेर अब पाख्न लागेछ है। चाउचाउ माछा बराबर छ है भन्दा भएन त्यो हुन्छ। कोही चिने भने चाहिँ गजब भन्थ्यो, मोज गर्थ्यो होला नि। वाह मिठो। भोलि दिउँसोको नास्ता पनि भोलि निस्कि माछा मार खाने हो। त्यो मसला माछा झुलगुल बिस्ताम बोके त यो नि केही चाहिँदैन यार मान्छे त बेकार मान्छेले के खोज्छन् जिन्दगीमा खोजिन्छ होइन, केही छैन। करोडको घरमा बसेर खानेर पनि भोगै मेटायो होला। हामी यस्तोमा भोगै मेटायौँ कि ल हामी चाहिँ सरर अगाडि बढ्छ।